विद्यार्थी भाइ बहिनीहरू नमस्ते। आजको भिडियोमा मैले कक्षा 12 को एघार 11 पाठ 5 को शिक्षा र रोजगार भन्ने टपिकमा भिडियो लिएर आएको छु। विशेष गरेर यो पाठसँग सम्बन्धित महत्त्वपूर्ण प्रश्न र तिनका उत्तरहरू आजको भिडियोमा प्रस्तुत गरिएको छ। अब लागौँ प्रश्नतर्फ। पहिला हामीले बुझ्नको निमित्त शिक्षा र रोजगार भन्ने दुईवटा टपिक यो बिचको सम्बन्ध के छ भन्ने प्रश्नबाट सुरु गर्छौँ। शिक्षा र रोजगार बिच गहिरो सम्बन्ध हुन्छ। शिक्षाले व्यक्तिलाई प्रत्यक्ष रोजगारको अवसर नदिन पनि सक्छ, तर रोजगारका लागि नहुने आधारभूत सैद्धान्तिक ज्ञान र आत्मविश्वास भने अवश्य प्रदान गर्दछ। कुनै पनि रोजगारदातालाई व्यक्तिको सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक पक्षहरू पनि आवश्यक पर्ने हुनाले शिक्षा यी दुवै आवश्यकता पूर्ति गर्ने साधन हो। शिक्षाले विद्यार्थीलाई कुनै विशेष क्षेत्रमा रोजगारीको अवसर प्रदान गर्ने मान्यता राख्दछ। शिक्षाले श्रम बजारका लागि आवश्यक दक्ष र अर्धदक्ष जनशक्ति उत्पादन गर्दछ। त्यस्तै दक्ष जनशक्तिले आफ्नो लागि स्वरोजगारी सिर्जना गरी अरूका लागि समेत रोजगारी सिर्जना गरी बेरोजगारी समस्या समाधानमा योगदान पुर्याउँछ। त्यसकारण शिक्षा र रोजगारीको पूर्व आवश्यकता हो भन्न सकिन्छ अथवा यिनीहरूको सम्बन्ध घनिष्ठ छ, एकअर्कामा परिपूरक छ भनेर यसरी हामीले छोटो यो प्रश्नमा सोध्ने भएको हुनाले यसरी शिक्षा र रोजगार बिचको सम्बन्धको बारेमा उल्लेख गर्न सक्छौँ। त यसै गरी अर्को प्रश्नतर्फ लागौँ। नेपालमा रोजगार क्षेत्रका समस्याहरू के हुन सक्छन्? नेपालका रोजगार क्षेत्रमा देखिएका समस्याहरू उल्लेख गर्नुहोस् भनेर तपाईँलाई सर्ट क्वेसनमा सोध्ने गर्दछ। अब यसको निमित्त भाइ बहिनीहरूले श्रम बजारको माग बमोजिम रोजगार सिर्जना नहुनु एउटा समस्या रह्यो भने, त्यस्तै व्यावहारिक तथा प्रयोगात्मक शिक्षाको अभाव हुने कुरा होइन, उपयुक्त सिप र दक्षता भएको जनशक्तिको अभावको कुरा, प्राविधिक जनशक्तिको अभावको कुरा, त्यस्तै गरेर औद्योगिकरणको कमी, बौद्धिक जनशक्तिको पलायनलाई रोक्न नसक्नु आदि चाहिँ के हुन् त भन्दा नेपालमा रोजगार क्षेत्रका समस्याहरू हुन् भनेर हामीले भन्न सक्छौँ। त लागौँ अर्को प्रश्नतर्फ। यहाँ नेपालमा चाहिँ बेरोजगारीका कारणहरू के हुन सक्छन्, के कारणले गर्दा नेपालमा चाहिँ बेरोजगारीको सङ्ख्या बढेको छ भनेर प्रश्न हामीलाई सोध्न सक्छ। तसर्थ विश्वविद्यालयले उत्पादन गर्ने श्रम शक्तिमा सैद्धान्तिक ज्ञान पर्याप्त भए तापनि प्राविधिक, व्यावहारिक तथा प्रयोगात्मक ज्ञानको कमी हुने कुरा, श्रम शक्तिसँग विद्यमान सिप तथा दक्षता अनुसारको अवसर नेपाली श्रम बजारमा उपलब्ध नहुनु, यसै गरी उच्च जनसङ्ख्या वृद्धिका कारण बेरोजगारलाई रोजगारीको अवसर सिर्जना हुन नपाउँदै नयाँ बेरोजगारहरू श्रम बजारमा प्रवेश गर्नु, पुराना मुद्राको क्रय शक्तिमा आएको ह्रास र विभिन्न कारणले गर्दा व्यापार व्यवसायमा आएको मन्दीको प्रभावले गर्दा नयाँ रोजगारी सिर्जनामा कमी हुनु र पुरानो रोजगारीको अवसर समेत सङ्कटमा पर्नु भनेर तपाईँले उल्लेख गर्न सक्नुहुन्छ। त्यस्तै गरी व्यापार व्यवसायको वृद्धि दर कम रहेकाले होइन, अहिले अब यो मन्दी छ, तरलता छ, त्यसले गर्दा उच्च दरमा रोजगारीको अवसर सिर्जना नहुने कुरा रह्यो होइन। त्यस्तै गरी उद्योगहरूमा मानव संसाधनको सट्टा प्रविधिको प्रयोगमा अहिले जोड दिइरहेको हुनाले पनि बेरोजगारको समस्या देखिरहेको कुरा छ। त्यस्तै गरी कृषिमा निर्भर अधिकांश व्यक्ति तथा परिवार मौसमी बेरोजगारीको शिकार हुनु भनेको 6 महिना काम गर्यो, 6 महिना चाहिँ बेरोजगार बस्नुपर्ने अवस्था, त्यो पनि एउटा चाहिँ समस्याको रूपमा छ। त्यसै गरी सम्भावना बोकेका श्रमशक्ति विदेश पलायन हुने भएकाले नयाँ अवसर सिर्जना हुन नसक्ने कुरा होइन। श्रम बजारमा उपलब्ध रोजगारीका लागि सिप र दक्षता भएका जनशक्ति उपलब्ध नभई विदेशबाट जनशक्ति चाहिँ आयात गर्न बाध्य हुने अवस्था छ। यस्तै कामलाई सानो मान्ने प्रचलनले गर्दा केही क्षेत्रहरूमा रोजगारका लागि वैदेशिक जनशक्ति ल्याउन बाध्य हुनु, यी कुराहरू चाहिँ नेपालको रोजगारीका क्षेत्रमा देखिएका समस्याहरू भन्ने कुरा चाहिँ तपाईँहरूले उल्लेख गर्न सक्नुहुन्छ है त। अब जाउँ हामी नेपालमा बेरोजगारी बढ्दै गर्दा होइन त्यसले के कस्तो खालका असरहरू चाहिँ पार्दछ भन्ने विषय छ। अब यहाँ नेपालमा बेरोजगारीका असरहरू थुप्रै छन् है। अब गरिबी हुने कुरा, बिरामी र निराशा होइन, कुलत एवं दुर्व्यसनमा फस्ने कुरा, अपराधमा वृद्धि हुने कुरा, बौद्धिक पलायन हुने कुरा, आर्थिक वृद्धिमा कमी आउने कुरा, राजनीतिक अस्थिरता बढ्ने कुरा लगायत थुप्रै असरहरू देखिन सक्छ। यहाँ मध्ये तपाईँहरूले 5-7वटा चाहिँ यसका असरहरू लेख्न सक्नुहुन्छ है त। यसै गरी नेपालमा बेरोजगार समस्या समाधान कसरी गर्न सकिन्छ, यसका उपायहरू भनेर तपाईँलाई प्रश्न सोध्न सक्छ। त्यसैले अब हामीले यहाँ चाहिँ कसरी समाधान गर्ने भन्दा पहिलो कुरा गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षाको व्यवस्था गर्न पर्यो होइन। त्यसै गरी कृषिको आधुनिकीकरण र बजारीकरण गर्नुपर्ने हुन्छ, तीव्र औद्योगिकरण गर्ने, जनसङ्ख्या व्यवस्थापन गर्ने, पुँजी निर्माण गर्ने, लगानी मैत्री वातावरण बनाउने, छोटो अवधिका सिपमूलक तालिमहरू प्रदान गर्ने,
वैदेशिक सिप तथा दक्षता मिलान गर्ने, सुशासन र कुशल नेतृत्वको विकास गर्ने, रोजगारीका क्षेत्रहरूको विविधीकरण गर्ने, उद्यमशीलताको विकास गर्ने जस्ता कुराहरूबाट हामी नेपालमा भएको बेरोजगारी समस्यालाई समाधान गर्न सक्छौँ भाइ बहिनीहरू। यसरी तपाईँहरूले यो शिक्षा र रोजगार भन्ने टपिकबाट चाहिँ भेरी सर्ट सर्ट प्रश्नहरू आयो भने यसरी लेख्न सक्नुहुन्छ। प्रश्न जसरी सोधे पनि हामीले लेख्नुपर्ने कन्टेन्ट चाहिँ यिनै हुन्। प्रश्न बुझेर चाहिँ लेख्ने गरौँ र अन्य भिडियोहरूको लागि पाठहरूको लागि भिडियो हेर्दै रहनु होला। यदि जोइन हुनुभएको छैन भने च्यानलमा जोइन हुनलाई अनुरोध गर्छु। धन्यवाद।